त्यस्तो धेरै जिन्जर पेस्ट र गार्लिक पेस्ट मात्रै हो, टर्मरिक पाउडर र थोरै जिरा धनियाको पाउडर जुन चाहिँ बजारबाट पाउँछ त्यो हालेको छ। अनि नुन त हाल्नै नै पर्यो स्वाद अनुसार। अनि त्यो सबै म्यारिनेसन गरेर मैले चाहिँ छोपिदिएर राखिदिएँ फर 15 मिनट्स। अनि यो नाइफको काम चाहिँ कतिलाई थाहा छ छैन थाहा भएन मलाई। पछाडिको नाइफको काम चाहिँ के गर्नुहुन्छ भनेर चाहिँ कतिले क्वेसन सोध्नुहुन्छ। सो पछाडिको भागले चाहिँ हाम्रो कुनै पनि चिकनलाई, कुनै पनि मिटलाई, कुनै पनि कुरालाई चाहिँ हामीलाई टुक्राउन चाहिँ हेल्प गर्छ। यो ठ्याक्कै हाम्रो चपर जस्तो काम गर्छ। अनि यसरी टुक्राइसकेपछि मैले त्यसलाई पनि म्यारिनेसन गरेर छोपेर राखिदिएँ फर 15 मिनट्स। आफ्टर 15 मिनट्स मैले चाहिँ ओभन प्रिहिट गरिसकेको थिएँ 170 डिग्री सेल्सियसमा फर 20 मिनट्स। अनि मैले यसरी चाहिँ ओभन ग्रिलिङको लागि रेडी गरेँ चिकनलाई र ट्रेमा चाहिँ मैले पिसेसहरूलाई चाहिँ राखेँ अनि रोस्ट गर्नको लागि हालिदिएँ। अनि रोस्ट गर्नको लागि हालिदिएँ मैले देख्न सक्नुहुन्छ तपाईँहरूले कस्तो मजाले रोस्ट हुँदैछ त्यो। अनि त्यसपछि यसलाई रोस्ट गरिसकेपछि म यतातिर प्रिपेयर गरेँ मसला बनाउन, ग्रेभी बनाउनको लागि। ग्रेभी चाहिँ हाम्रो चिकनको लागि ग्रेभी बनाउनु पर्ने हुन्छ भनेर चाहिँ ग्रेभी बनाउनको लागि चाहिँ म तयार भएँ। अनि ग्रेभीमा तपाईँले मैले केही कुरा हालेको छैन, तपाईँले रोस्ट हेर्न सक्नुहुन्छ यस्तो राम्रो रोस्ट भएको थियो। फेरि मैले ठुलोलाई चाहिँ अलिकति टाइम राखेर चाहिँ राखेँ किनभने ठुलो अलिक पाक्न टाइम लाग्छ भनेर चाहिँ राखेँ। अनि मैले ग्रेभी बनाउनुतिर लागि ग्रेभीमा नि सिम्पल मैले जिजी पेस्ट मात्रै युज गरेको छ र टर्मरिक पाउडर अनि टमाटर अनि नुन त स्वाद अनुसार भइहाल्यो। अनि ओइल पनि एकदमै लेस युज गरेको किनभने यो रोस्ट हानेको छ नि त अलरेडी। सो यसरी चाहिँ मैले बनाएँ अनि हेल्दी पनि भयो किनभने ओइल छैन, आफ्नै ओइलले पाकेको हो नि त यो सबै। मैले ओइल पनि एड गरेको। यसरी चाहिँ मैले पकाएँ, रोस्ट गरेँ होल चिकन अनि राम्रो भएको थियो हाम्रो नयाँ ओभनमा चाहिँ। फर्स्ट टाइम मैले चाहिँ यो ओभनमा चाहिँ चिकनलाई चाहिँ रोस्ट गरेर बनाएको। नेक्स्ट टाइम पनि म बनाउँछु भनेर सोचिरहेको छु। सी यू इन द नेक्स्ट भिडियो। सो मच फर वाचिङ।